Yeah, it's me, 7 shits, and it's just a letter to myself. पूरा भिडियोको लागि तपाईहरुले यसको लिंक डिस्क्रिप्सनमा छ र त्यसलाई चेक आउट गर्नुस् होला र यो एउटा हाम्रो भाइको एउटा सानो गीत जुछेखा लगाडेको धेरै भएको थियो र कपाल काटेर चिटिक्क त देख्ने भयो तर माथिको चाहिँ निकै नै घुराइदिएको त्यो मान्छेले फेरि अलिक मिलेन है तर पनि ठिकै छ यसको साथमा भिडियोको सुरुवात गर्दै वन्स अगेन वेलकम ब्याक टु माई च्यानल गाइड यस भिडियोको सुरुवात गर्दै है तपाईहरुलाई चाहिँ सिधा भेटौँला अब बाइकमा तर आजको गरम दिनमा सनी डेमा हेर्नुस् होला बी ओभरै सनी डे भइरहेको छ यसको साथमा तपाईहरुलाई अब डाइरेक्टली बजारमा एमजी मार्गमा र है साथैमा बाइकबाट हल्का तपाईहरुलाई भ्यू बाटोको नजारा देखाउँदै सो लेट्स गेट सेट एन्ड रोल hands on my Black Panther खासैले मेरो बाइक धुनुपर्ने थियो तर अलिक ढिलो भयो अलिक फर्किँदाखेरि धुन्छु छिटै निस्किन्छु भनेर सोचेको थियो तर के गर्दा कसो गर्दा ढिलो भइगयो दिन त गरम छ तर पनि पानी पर्ने सम्भावना रेनकोट बोकेर धुलोको सम्भावना चाहिँ 100% हो हाम्रो यहाँको फेमस लन्डन ब्रिज यो चाहिँ एकदम कता यो पिक्चर हेर्नु गएको 2:15 छ कि 2 बज्न आछ हैन गाडी पनि बेलुकाको जाउँ भनेको 5:30 ठिकै हुनुहुन्छ यही तिमी अन्त तलै छ है तलै छ अहिले इसान धाममा आइरहेको छ कि भोलि टिकट काटिरहेको छ हो अन्त हुन्छ जहाँ रोक्यो त्यहीँ बरु पसिना टुर्चुने गरम रोक्नु नि त कुजुन जान्छ तपाईँको शीतल होइन तर जहाँ रोक्यो त्यहीँनिर चाहिँ अब पसिना त्यस्तो गरम हुनु थालिसकेको छ म त याद गरेको थिएन तपाईँहरू कसरी नोटिस गरेको थियो पहिला गान्तोकमा यतिको गरम कमेन्ट गरेर भनिदिनुहोस् होला गान्तोकबाट हिँड्नेको है पिक्चर चाहिँ 2:15 को छ हो 2 बजिसक्यो म अलिक ढिलो भएँ लालबजार हाम्रो बजार लालबजार जाम फेरि
टिकट पाएन खानु खानु टिकट त पाएन अब यसले सन्दाले छान्दैछ नि खास छुर्पी छुर्पी हो लामो लामो त कति पर्छ सन्दाले गुन्द्रुकको दाम घटाउँदै 180 र यो चाहिँ पऱ्यो तपाईँको लाल बजारको रुफटप भन्यौँ छत भन्यौँ हेर्नुहोस् होला नजारा ब्युटिफुल ब्युटिफुल तल डाँडा गाउँले पनि देखिन्छ यो के चाहिँ बनाएको होला यो होटेलै बनाउँछ होला अब यो गाडीहरू यहाँ बाइक राख्नु यही त्यो चेपमा हालेर राख्थेँ निकाल्नै साह्रो यो पार्किङ 20 रुपियाँ हो त्यहाँदेखि यहाँ लाग्नु पनि पर्दैन फाइनली जामबाट दुई 15 गते टिकट हामीले पाएन हो अन्त 5 बजीको पनि टिकट चाहिँ नपाउँदाखेरि त अब चाहिँ लास्टमा हामी भाद्रै गएको हेर्नु के गर्नु यस्तो छ यहाँ त तपाईँको एउटा मात्रै स्क्रिन भएर चाहिँ साह्रो पर्छ क्या सो पाउनु नै माथि चाहिँ तपाईँको कमसेकम दुईवटा होला दुईवटा या कतिवटा छ स्क्रिन बेसी भएर चाहिँ चान्सेस बेसी हुन्छ क्या टिकट पाउने यहाँ त एउटा स्क्रिन एक टाइममा एउटै सो मात्रै लाग्छ त्यो भएर त अलिक हडबडी हुन्छ क्या यहाँ भिड हुन्छ हो अहिलेको लागि पनि टिकटको लागि अम्बो कति लाइन छ हल्का फुल्का सपिङ भइगयो सामान पठाउने गर्ने किनेको अब केही पनि छैन अब मजाले पिक्चर हेरिने हो त्यहाँबाट अब बेलुका फर्किने हो 5 बजीको पिक्चर अब 5, 6, 7, 7:30 त 2.5 घन्टा त होला 7:30, 8 चाहिँ बस्ने रहेछ फाइनली टिकट पायो 90 रुपियाँको मैले 280 बिजोग भयो रातिको नजारा त यस्तो छ कुछ पिक्चर हेरिसकेर त भिड यस्तो बाइक जग्गा निकाल्ने जग्गा नभएर मान्छे खचाखच बिर्सेछु म त भिडियो बनाउने हो र आधी बाटोमा आएर त फेरि याद आएर चाहिँ ए भनेर चाहिँ अब तपाईँको भिडियोको एन्ड त गर्नु पर्यो होइन यो भिडियोको एन्डको साथसाथै भोलिको तपाईँको सरप्राइज पनि छ एउटा ठुलो खाले सरप्राइज छ त्यो सरप्राइज चाहिँ के हो तपाईँ भोलि नै देख्न सक्नुहुनेछ र आजको भिडियो मन परे तपाईँहरूलाई थाहै छ यु नो द ड्रिल प्लिज हिट द लाइक बटन subscribe to my channel and share with your friends गोर्खे सपिङ क्या हो गोर्खे सपिङ चाहिँ यहाँ आज गरेर ल्याएको के भन्छ
सिलाम फिलिङ्गे यो त एकदम गोर्खे भन्दा पनि गोर्खे उयो क्या हो डल्लेको पेस्ट गुन्द्रुक छुर्पी थुक्पा थुक्पा गोर्खे सपिङ गरेर आएको क्या आज चाहिँ मैले आजको यस भिडियोलाई गोर्खे सपिङको साथमा यही अन्त गरेर तपाईहरुबाट बिदा लिन चाहन्छु टिल देन keep riding keep smiling